Alright, good morning guys, morning everybody. अब अहिले चाहिँ एज युजल अलरेडी लेट त होइन 5 मिनट बाँकी छ बट पुग्नुपर्ने बेलामा आम रसिङ अन द रोड भने जस्तो अब अहिले चाहिँ अनि मैले हिजोको पनि भिडियो अपलोड गर्न लागेको थिएँ खोइ के भयो पुरै कम्प्लिट ब्लर आयो क्या कम्प्लिट त होइन जस त्यो क्वालिटी नै पुरै त्यो अर्कै आयो क्या त्यही भएर आई डिडन्ट अपलोड द्याट चिसो छ बिहान बिहान यस्तो चिसो छ चिसो लाग्ला जस्तो भइसक्यो भने मलाई त्यो माथि बडीमा त बडी वार्मर ला माथि तलै होइन के नि त्यस्तो धेरै चिसो फिल भएन यो ग्लोभ्समा र त्यो ठ्याक्कै नेकको पार्टमा हेलमेटको चिन तल यस्तो चिसो हाने एउटा जस्ट फ्रिज जस्तो भइसक्यो क्या त्यति पार्टमा चाहिँ कस्तो रोड प्याक भएको यार यस्तो दिउँसो पनि फ्राइडे पनि होइन आज हाउ कम रोड सो प्याक यार ल्यान्ड रोभर फ्रील्यान्डर होइन हो फ्रील्यान्डर 2 रहेछ 2 अनि त्यो 2-3 चाहिँ थाहा थिएन फ्रील्यान्डर भनेर चाहिँ थाहा थियो साँच्चै फ्युल हाल्न पर्ने त थियो अहिले निस्किन्छु होला अहिले निस्क्यो भने हाल्नु पऱ्यो नत्र भोलि हाल्छु अब यो काठमाडौँमा डेली कम्युटको लागि त इलेक्ट्रिक ठिक लाग्छ यार मलाई खासै त्यो खास चार्जमा पनि हुँदैन धेरै कस्ट पनि नलाग्ने कस्ट इफेक्टिभ है
मलाई त्यही ठिक लाग्छ बरु। अनि मलाई चाहिँ फेरि त्यो एकदम पर्फेक्ट चाहिन्छ क्या, त्यो पर्फेक्सन लेभल चाहिँ त्यो हाई चाहिन्छ क्या मलाई चाहिँ फेरि। सो यस्तो सानसानो कुरा, दिस काइन्ड अफ थिङ, सानसानो कुराहरू इट म्याटर्स धेरै नै। अरू त के भन्नु।